दिनुपर्छ। सारा इन्डियनहरु यहाँ हेर्नदेखि मुक्ति जान्छन् आउँछन्। हामीलाई यसले नेपाल पाल्न सक्छ। 5 अरब खर्च गर्ने भने यो सडक भव्य हुन्छ। हामीले पारि नसक्नु मान्छे आउँछ जस्तै छ। बाटो बना एयरपोर्ट बनाउँछ, नचल्ने चल्ने बाटो बनाइदिन्छ, कस्तो होला भने कति उल्टो होला। अब तपाईले होटल जोडाउनु सबैले यहाँको बिजु खेल्ने होटल। अब इन्डियन गाडी यदि सबै आउन दिनुहुन्छ तपाईले, यहाँ स्थानीय तह होला, मेयर होला, वार्ड होला, प्रदेश होला, संसद होला, गाडी आउन दिन्छ पर्यटकलाई। मुक्ति नाचमा जान्छ इन्डियन बिचरा उसले त्यहाँको स्कर्पियो गाडीलाई सुनौरदेखि पल्तिर 8 लाख पर्छ। यहाँ आउँदा 65 लाख पर्छ। कसरी कम्पिटिसन गर्छ? नेपालले सुसाइड नगरेर के गर्छ त? अब यो स्थिति पनि हो। मैले यो कुरा कतिचोटि उठाएँ। बाबु जात गाउँतिर जा काम गर भन्दाखेरि मोटरसाइकल चाहियो कि चाहिएन? तल सरकारले दिनला भन्नु पर्यो कि परेन? मुस्ताङमा जाँदा बाबु भन्नु पर्यो कि परेन? मुस्ताङमा जाँदा जा बाबु घर खेती गर, तल भन्सा लाग्दैन तेरो गाडीमा 8 लाखमा पाउँछस् भने पो उसले गर्नु सक्छ। त्यहाँ सुनौरमा 65 लाखमा 1000मा मोटरसाइकल पाइन्छ, यहाँ 5 लाख पर्छ। त्यहाँबाट कहाँबाट गर्न सक्छ मान्छेले भने? यस्ता झुट नकचरा मान्छेहरूको कारणले गर्दा पर्यटन कसरी गाडी बन्न सक्छ? कसरी कम्पिटिसन हुन सक्छ? यत्र होटलमा लगानी गरेको छ, ठाउँ ठाउँमा गरेको छ।